स्वागत छ आजको यो विशेष विश्लेषणमा। ल सोच्नुस् त, हिजोसम्म कस्तो मज्जाको रुटिन थियो है। बिहान उठ्यो, युनिफर्म लगायो, स्कुल गयो, हाजिरी गर्यो, अनि घण्टी बजेपछि घर फर्कियो। तर कक्षा 12को परीक्षा सकिने बित्तिकै त्यो सबै रुटिन एक्कासी गायब हुन्छ, अनि त्यहाँ आउँछ एउटा ठूलो शून्यता। यो परिवर्तन यति अचानक हुन्छ नि, यसले धेरैलाई म को हुँ र अब के गर्ने भन्ने ठूलो पहिचानको सङ्कटमा धकेलिदिन्छ। हिजोको त्यो सुरक्षित स्कुली जीवन र आजको यो डरलाग्दो अनिश्चितताको बीचमा नि साँच्चै नै एउटा ठूलो खाडल छ। हिजोसम्म पाइलै पछि यसो गर त्यसो गर भनेर सिकाउनेहरू हुन्थे, तर आज कक्षा 12 पास गर्ने बित्तिकै हरेक विद्यार्थीको अगाडि पहाड जत्रो एउटै प्रश्न उभिन आइपुग्छ, अब के गर्ने? सुन्दा यो प्रश्न सानो लाग्छ, तर यसले दिमागमा ल्याउने भूकम्प त्यो त भोग्नेलाई मात्र थाहा हुन्छ। अनि यो प्रश्न मनमा उठ्न नपाउँदै बाहिरबाट सल्लाहको बाढी नै आउन थाल्छ। अचानक वरिपरिका हरेक आफन्त, हरेक छिमेकी ठूला करियर काउन्सिलर बनिदिन्छन्। कसैले भन्छन् बाबु एमबीबीएस गर्नुपर्छ है, कसैले भन्छन् होइन होइन इन्जिनियरिङ पढ, कोही भन्छन् नेपालमा केही छैन सुइकुच्चा टोकेर विदेश जा, अनि कोही त फेरि जेसुकै गर तर सरकारी जागिर खानै पर्छ भनेर एकोहोरो रटान लगाउँछन्। यी बाहिरी आवाजहरूको प्रेसर यति धेरै हुन्छ कि यो परम्परागत बाटोभन्दा बाहिर पनि कुनै संसार छ भनेर सोच्ने फुर्सद नै पाइँदैन। तर एकछिन यो सबै कोलाहललाई बाहिरै राखिदेऊ त, भित्र एकदम शान्त भएर हेर्ने हो भने त्यहाँ एउटा नितान्त व्यक्तिगत र निकै गहिरो प्रश्न लुकेर बसेको हुन्छ। विद्यार्थी आफै चाहिँ वास्तवमै के गर्न चाहन्छन् त? यो एउटा यस्तो आन्तरिक लडाई हो नि, जहाँ भित्रको सानो आवाजले बाहिरको त्यो ठूलो हुलसँग सङ्घर्ष गरिरहेको हुन्छ। एकदमै एक्लो र अक्सर कसैले नसुन्ने मौन प्रश्न हो यो। अभिभावकको दबावको जड। आखिर यो सबै कुराको सुरुवात कहाँबाट हुन्छ त? आउनुस् यसलाई अलिकति गहिराईमा गएर बुझौँ। यहाँनिर हामीले यो पुस्तान्तरणको द्वन्द्वलाई एकदमै निष्पक्ष भएर हेर्नुपर्छ। यहाँ खासमा दुईवटा बिल्कुलै फरक मानसिकताहरू एक आपसमा जुधिरहेका छन्। एकातिर हुनुहुन्छ अभिभावक, जसको सोच उहाँहरूले हिजो भोगेका तीता सङ्घर्ष र अभावबाट बनेको छ। मानौ विद्यार्थीलाई ग्राफिक डिजाइनर बन्न मन छ, तर घरबाट इन्जिनियरिङ पढ्ने दबाव छ। किन त? किनकि अर्कोतिर विद्यार्थीको सोच छ जुन आफ्नो रुचि र आजकालको यो सामाजिक सञ्जालमा देखिने अरूको सफलताबाट प्रभावित छ। यी दुई फरक संसारहरूलाई एकै ठाउँमा ल्याएर सन्तुलन मिलाउनु साँच्चै नै फलामको चिउरा चपाउनु जस्तै हो। एउटा कुरा हामीले एकदमै मनन गर्नुपर्छ, हाम्रा अभिभावकहरूले आफ्नो जीवनकालमा धेरै अभाव र असुरक्षाहरू पार गरेर आउनुभएको हुन्छ। उहाँहरूको एउटै मात्र चासो के हुन्छ भने मेरो सन्तानले मैले जस्तो दुःख कहिल्यै पाउनु नपरोस्। उहाँहरूका लागि सन्तानको करियर भनेको कुनै रहर वा मिठो सपना मात्र पक्कै होइन, यो त सिधै सर्भाइभल हो, बाँच्ने बलियो आधार हो। त्यसैले बाहिरबाट हेर्दा उहाँहरूका निर्णय कहिलेकाहीँ अलि कठोर वा जबरजस्ती जस्तो लाग्न सक्छ, तर त्यसको भित्री मनसाय भनेको आफ्नो बच्चालाई भविष्यको सम्भावित दुःखबाट पूर्ण रूपमा सुरक्षित राख्नु नै हो। अब कुरा गरौँ विद्यार्थीको आन्तरिक द्वन्द्वको बारेमा। बाहिरबाट हेर्दा एउटा विद्यार्थी कति शान्त र सामान्य देखिन्छ है, तर त्यसको मनभित्र कत्रो ठूलो आँधी चलिरहेको हुन्छ भन्ने कुरा कल्पना मात्र गर्न सकिन्छ। मोबाइल खोल्यो, आफ्नै साथीहरू जीवनमा कता कता पुगिसकेको जस्तो लाग्छ, अनि सुरु हुन्छ तुलना र भयङ्कर डर। मैले रोजेको बाटो गलत पो हुन्छ कि? म पछि पऱ्यो भने आमा बुवाको आशलाई मैले कतै निराशामा पो बदल्ने हो कि? यस्ता अनगिन्ती डरहरूले ती विद्यार्थीको वास्तविक सपनालाई भित्रभित्रै निमोटिरहेका हुन्छन्। साँच्चै भन्ने हो भने यो मानसिक बोझ बोकेर हिँड्नु चान्चुने कुरा होइन। तर कथा यतिमै सकिँदैन। अब लागौँ परम्परागत डिग्रीभन्दा माथि उठेको आजको नयाँ यथार्थतिर, सिपको महत्त्व। त्यो पुरानो डिग्री ल्याऊ र जागिर खाऊ भन्ने सोचलाई आजको आधुनिक संसारले पुरै भत्काइदिएको छ। आजकाल सफलताको परिभाषा नै कसरी बदलिएको छ त? एउटा सामान्य कोडरले आफ्नै गाउँको एउटा कुनामा बसेर पनि ठूला ठूला ग्लोबल कम्पनीहरूको काम गरिरहेको हुन्छ। एउटा डिजाइनरले आफ्नै छुट्टै ब्रान्ड खडा गर्न सक्छ, अनि एउटा कन्टेन्ट क्रिएटरले उसले त इन्टरनेटको भरमा लाखौँ मानिसलाई एकैपटक प्रभावित पारिरहेको हुन्छ। अहिले हामी यस्तो गजबको युगमा छौँ जहाँ कागजको सर्टिफिकेटले भन्दा पनि मान्छेको हातमा भएको सिपले धेरै ठूलो अर्थ राख्छ। यहाँनिर हामीले बुझ्नै पर्ने एउटा एकदमै महत्त्वपूर्ण सत्य के हो भने सिप बिना कुनै पनि सपना टिक्दैन। हो, यो सुन्दा जति सरल लाग्छ यसको अर्थ त्यति नै गहिरो छ। बाटो जुनसुकै रोजियोस्, चाहे त्यो आधुनिक होस् वा परम्परागत, ती सबैलाई जोड्ने एउटै कडी भनेकै सिप हो। सिप नै त्यो दरिलो जग हो जसको माथि मात्रै सफलताको बलियो महल उभिन सक्छ। अब कुरा गरौँ समाधानको, भविष्यको लागि एउटा स्पष्ट मार्गदर्शन, अर्थात् सफलताको रोडम्याप।
यो 12 कक्षापछिको अन्योलबाट बाहिर निस्कन मुख्य गरी 4वटा कदमहरू छन्। पहिलो भनेको आत्मपहिचान। कुन काम गर्दा आफूलाई एकदमै ऊर्जा आउँछ, थकाइ नै लाग्दैन, त्यो पत्ता लगाउनु पर्यो। दोस्रो, त्यही क्षेत्रमा आफूलाई निखार्ने अर्थात् सिप निर्माण गर्ने। तेस्रो कदम झनै महत्त्वपूर्ण छ। अभिभावकसँग झगडा वा विद्रोह गर्ने होइन, एकदम शान्त भएर कुराकानी गर्ने, उहाँहरूको डरलाई बुझेर तर्कसहित सम्झाउने प्रयास गर्ने। र अन्तिम तथा चौथो कदम भनेको आफ्नो कामको राम्रो परिणाम देखाएर उहाँहरूको विश्वास जित्ने। कुरा यति हो, खाली डिग्री मात्रै पछ्याएर दौडिनुभन्दा केही यस्ता कोर सिपहरू छन् जसमा फोकस गर्दा भविष्य आफै बन्छ। जस्तै प्रभावकारी सञ्चार अर्थात् कम्युनिकेसन, कामप्रतिको कडा अनुशासन, नयाँ प्रविधिको ज्ञान अनि सबैभन्दा ठूलो कुरा समस्या समाधान गर्न सक्ने क्षमता। हेर्नुस्, यी यस्ता सिपहरू हुन् जुन डाक्टर बन्दा पनि चाहिन्छ अनि उद्यमी बन्दा पनि उत्तिकै चाहिन्छ। यिनै सिपहरूले नै हो भोलि गएर जो कोहीलाई पनि बजारमा सबैभन्दा अब्बल र आत्मनिर्भर बनाउने। त्यसैले कक्षा 12 सकिनु भनेको कुनै डेड एन्ड होइन, यो त एउटा एकदमै रोमाञ्चक नयाँ यात्राको सुरुवात मात्र हो। जीवन भनेको अरूलाई देखाउन वा समाजलाई इम्प्रेस गर्नका लागि बाँच्ने कुरा पटक्कै होइन, यो त आफ्नो भित्र लुकेर बसेको त्यो अथाह क्षमतालाई बाहिर ल्याउने एउटा अवसर पो हो त। नयाँ कुरा सिक्दै जाँदा पक्कै पनि गल्तीहरू हुन्छन् र गल्ती गर्न पाइन्छ पनि, तर ओहो गल्ती पो हुन्छ कि भन्ने डरले अगाडि बढ्नै छोडेर रोकिनु चाहिँ बिल्कुल हुँदैन। अन्त्यमा एउटा कुरा सधैँ याद राखौँ है, शैक्षिक प्रमाणपत्र भनेको ढोका खोल्ने एउटा साधारण चाबी मात्रै हो, तर वास्तविक करियर त्यो त सही समयमा लिएको दृढ निर्णय, कहिले न डगमगाउने अनुशासन र पसिना बगाउन सक्ने मेहनतले मात्रै बन्छ। अब एकपटक गम्भीर भएर सोचौँ त कि हामी केवल कागजको सर्टिफिकेटको पछाडि मात्रै दौडिरहेका छौँ कि साँच्चै आफ्नो भविष्य बदल्ने सिप निर्माण गर्दैछौँ। आजको यो विश्लेषणलाई यही विचारणीय प्रश्नका साथ टुङ्ग्याउँ।